आदरणीय दर्शकले नमस्कार। आज हामी भुन्टे सिरियलको छोटो रिभ्यू भिडियो लिएर उपस्थित भएका छौँ। आजको भागमा के हुनेछ त पुरा भिडियोमा जानकारी दिनेछौँ। भिडियोलाई भने अन्त्यसम्म हेर्न नभुल्नुहोला। यदि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी हामीसँगै कनेक्ट रहनुहोला। यस च्यानलमा विविध किसिमका भिडियोहरू अपलोड गर्नेछौँ। बिचारी भुन्टीले भूपेन्द्रलाई भने खुसीको खबर सुनाउनका लागि घर गएकी थिइन्। तर भूपेन्द्रले भने घर बाहिरबाटै भुन्टीलाई भने निकै धम्काएका छन्। त यहाँ किन आएकी होस् भनेर निकै गाली गर्छन्। तर भुन्टीले भन्छन् म तपाईँलाई खुसीको खबर सुनाउन आएकी हुँ भनेर भनेपछि भूपेन्द्र भने निकै एग्रेसिभ भएर तैँले मलाई के को खुसीको खबर सुनाउँछेस्? तसँग बिहे गरिसकेपछि मेरो जीवनमा धेरै नै समस्याहरू आएका छन् भनेर निकै नै नाना थरी गाली गर्छन्। भुन्टीले पनि जबरजस्ती यथार्थ कुरा भन्न खोजे पनि भूपेन्द्रले भने व्यवस्था गर्छन्। त्यसपछि यो घरबाट छिटो निस्किहाल, तेरो अनुहार एकछिन पनि म हेर्न चाहन्न भनेर भनेपछि भुन्टी पनि पछि गएर मैले तपाईँलाई खुसीको खबर सुनाउँदाखेरि तपाईँ भने धेरै नै खुसी हुनुहोला भनेर ठानेकी थिएँ। तपाईँले भने यति धेरै कठोर व्यवहार गरिरहनु भएको छ, मलाई भने यस्तो नराम्रो व्यवहार गर्नुभएको छ। तपाईँको अनुहारमा म प्रतिको अलिकति पनि माया देखिएको छैन। मलाई हेर्ने तपाईँको दृष्टिकोण निकै नै नराम्रो देखिरहेको छु। आखिर तपाईँलाई के भयो भनेर भन्छन्। त्यसपछि भूपेन्द्रले भन्छन् तैँले भने मलाई के सुनाउन लागेको होस्? यथार्थ कुरा सुना, त्यसपछि यहाँबाट निस्किहाल भनेर भन्छन्। त्यसपछि भुन्टीले पनि यथार्थ कुरा सुनाउँछिन्। अब हामी भने आमा बाउ भन्दैछौँ। सोही कारणले यस्तो कुरा सुनेपछि भूपेन्द्र भने निकै आश्चर्यचकित परी केही पनि बोल्दैनन्। भुन्टीले पनि विगतका सारा कुराहरू बताउँछिन्। विगतमा पनि हाम्रो बच्चा खेरो भएको थियो। यो सबै कुरा तपाईँकै आमा बालकुमारीले गर्दा भएको थियो। पहिले तेरै कारणले हो भनेर नाना थरी दोष दिनुभएको थियो। अगाइको कारणले गर्दा खेर गएको हो भनेर मलाई गाली गर्नुभएको थियो। तर त्यो बच्चा भने तपाईँकै आमाको लापरवाहीको कारणले गर्दा खेर गएको थियो। सोही कारणले गर्दा यो बच्चा भने अब तपाईँसँगै बसेर हुर्काउने मेरो योजना रहेको छ भनेर बताउँछिन्। पहिलो बच्चा खेर गए पनि अब यो बच्चाले भने अवश्य पनि तपाईँको माया पाउनेछ अनि तपाईँसँगै बसेर सेक्ली बच्चाको जन्म दिनेछौँ भनेर भुन्टीले भने भन्छन्। पहिलेको बच्चा जस्तो भयो त्यो बितिसक्यो, अब तपाईँसँगै बसेर यो भने बच्चा हुर्काउँछु भनेर भन्छन्। भुन्टीले भने भूपेन्द्रलाई धेरै नै मायाको भावले बोल्छिन्। भुन्टीले भने लाखौँ अनुरोध गर्छिन्। तर भूपेन्द्र भने निकै एग्रेसिभ भन्दै त भने यहाँबाट निस्किहाल, तेरो अनुहार एकछिन पनि हेर्न चाहन्न भनेर फेरि पनि त्यही कुरा दोहोऱ्याइरहेका हुन्छन्। विगतमा मैले धेरै नै गल्ती गरेको थिएँ, अबदेखि म त्यस्ता गल्तीहरू कहिले पनि गर्ने छैन। मैले आफ्नो गल्तीको प्रायश्चित गरिसकेको छु भनेर भन्छन्। भुन्टीले भने पटक पटक माफी मागे पनि भूपेन्द्र भने निकै कठोर बनिरहेका हुन्छन्। भुन्टीले माफी माग्दा पनि भुन्टीलाई भने निकै नै गाली गरिरहेका हुन्छन्। भुन्टीलाई भने व्यवस्था गरिरहेका हुन्छन्। भुन्टीले भने नजिक गएर सारा कुरा गरिरहेकी हुन्छन्। भुन्टी माग्दा पनि भूपेन्द्रले भने भुन्टीलाई व्यवस्था गर्छन्। त्यसपछि भुन्टीले पनि नजिकै गएर मायाको भावनाले नजिक जान खोज्दा भुन्टीलाई भने तिरस्कार गर्छन्। भविष्य अझै राम्रो होस् भनेर पेटमा बच्चा आएको रहेछ, किनकि तपाईँले मलाई पहिलो पटक पनि थाहै नपाई गर्भवती बनाउनु भएको थियो र अहिले पनि थाहै नपाई म गर्भवती भएको रहेछु। सोही कारणले गर्दा यो पेटको बच्चालाई भने अब हामीले भने राम्रोसँग पेटको बच्चा भने हाम्रो सम्बन्ध सुधार्नको लागि आएको हो भनेर भन्छन्। भुन्टीको यो कुरा सुनेर भूपेन्द्र भने निकै गाली गर्दै भुन्टीको हात हटाउँदै पल्लो छेउमा लडाइदिन्छन्। त्यसपछि भुन्टी पनि निकै विक्षिप्त हुन्छन्। तेरो दाइको बच्चा हो भनेर भन्छन्। तेरो दाइको पेट म स्वीकार्दिनँ भनेर निकै नै घृणित शब्दहरू उच्चारण गर्छन्। दाइको बच्चा हो यो, म कदापि पनि स्वीकार्दिनँ भनेर भन्छन्। भूपेन्द्रले भन्छन् तेरो दाइले एक छाक राम्रोसँग खुवाउन पनि हैसियत छैन भनेर भुन्टीलाई भने तल्लो स्तरको गाली गर्छन्। भुन्टीलाई भने यस्तो नराम्रो आरोप लगाएपछि भुन्टी पनि निकै टोच्छिन् अनि विक्षिप्त बन्छन्। आफ्नै श्रीमानलाई यति धेरै माया गर्दा पनि यस्तो ठुलो आरोप लगाएपछि भुन्टी पनि निकै विक्षिप्त बन्छन्। त्यसपछि मसँग अब भविष्यमा कहिले पनि माफ माग्दै नआउनु, सबै तपाईँकै लागि मैले भने राम्रो हुन्छ कि भनेर राम्रो सम्बन्ध बनाउन खोजेकी थिएँ भनेर भुन्टी पनि निकै रुन्छन्। भुन्टीले भन्छन् मेरो आँसुले तपाईँका हरेक पाइला पाइलामा रोक्नेछन्, म अहिले जान्छु भनेर त्यहाँबाट भुन्टी भने रुँदै रुँदै जान्छन्। भूपेन्द्र भने निकै रिसाएर भुन्टीलाई भने गोरुका जत्रै आँखा बनाएर हेर्छन्। त्यसपछि भुन्टी पनि विगतका कुराहरू सम्झिँदै फर्किन्छन्। त भुन्टी भने बिहानैदेखि नदेखेपछि टोकाले पनि निकै तनावमा हुन्छन्। टोकाले भने भुन्टीलाई खोज्नको लागि दौडिरहेका हुन्छन्। त्यतिकैमा पूर्णिमा भने अर्कै केटोसँग लठारेर हिँडिरहेको देखेर टोकाले भने निकै रिसाइरहेका हुन्छन्। सोही कारणले गर्दा पूर्णिमासँग ठोकिन्छ।
पूर्णिमाले पनि बाटो हेरेर त हिँड्नुपर्छ नि, आँखा देखिँदैन भनेर थर्काएपछि टोकलेले पनि भन्छन् यस्तो रमाइलो गर्दै हिँड्दाखेरि आँखा पनि देख्नु भएन हजुरले पनि भनेर निकै स्याटर हानेर भनेपछि पूर्णिमा पनि मलाई जहिले पनि गलत नसम्झिनु भनेपछि रिसाएर त्यहाँबाट टोकले भने जान्छन्। उता पूर्णिमाको केटो साथीले पनि उनीहरूको सम्बन्धमा डराएर आएको देखेर निकै नै अचम्भित हुन्छन्। आखिर तिमीहरूको यो के सम्बन्ध हो, तेरो बुढोलाई के भएको छ भनेर भन्छन्। यस्तो सम्बन्ध तिमीहरूको कहिलेसम्म चल्छ भनेर पूर्णिमासँगै हिँड्ने त्यो केटो साथीले भन्छन्। पूर्णिमा केटो साथीले भने कि तैँले भने डिभोर्स गर कि नत्र भने उसँगै गएर बस भनेर भन्छन्। पूर्णिमाले भने टोकलेलाई नराम्रो मान्छे भनेर भन्छन्, न त डिभोर्स नै दिन्छ न त सँगै नै बस्छ, सोही कारणले गर्दा मलाई धेरै नै तनाव भएको छ, धन्न तैँले भने मलाई अहिले साथ दिएको छस् भनेर पूर्णिमाले भने भन्छन्। टोकले भने अगाडि बढ्दै गरेका हुन्छन्। अनि पूर्णिमाले भने टोकलेलाई देखाउनका लागि एकै आँखै अगाडि त्यो केटालाई भने हात पक्री भनेर भन्छन्। तर पूर्णिमा र टोकलेको सम्बन्ध चिसिएको देखेर पूर्णिमाको त्यो केटो साथी भने निकै आकर्षित बनेका हुन्छन्। उता भूमिकालाई बिहे गर्ने केटोको दिदीले भने सबैजना परिवारलाई 2-2 तोलाको सुनको गहनाको गिफ्ट माग्नुपर्छ भनेर भनेपछि अब हामी कल गर्नुपर्छ भनेर भन्छन्। त्यसपछि भूमिकाको त्यो केटोले पनि कल गर्छन्। भूमिकाको त्यो केटोले भन्छन् दिदी हामीले सुनको गहना माग्नु हुँदैन, किनकि सुन भने धेरै महँगो छ, यदि हामीले यति ठुलो परिवारलाई सुनको गहना माग्यौँ भने 70-80 लाख पुग्न जान्छ, सोही कारणले गर्दा यसरी हामीले गिफ्ट माग्नु हुँदैन भने पनि ती दिदीले भने यो मौकामा पनि मागेन भने हामीलाई हेप्छन्, यो अवस्थामा हामीले माग्नै पर्छ भनेर जबरजस्ती फोन गर्न लागेपछि भूमिकासँग बोलिरहेका हुन्छन्। त्यतिकैमा भूमिकाको केटोसँग बोलिरहेको बेलामा ती दिदीले भने फोन खोसेर बोल्छिन्। त्यसपछि भूमिकालाई भन्छन् अब तिमीहरूको परिवारले हामी सबैलाई 2-2 तोलाको सुनको गिफ्ट दिनु भनेर भनेपछि भूमिका पनि निकै आश्चर्यचकित पर्दै सुनको गहना भनेर भन्छन्। त्यसपछि ती दिदीले पनि ल कुरा यस्तै हो, राम्रोसँग कुरा बुझिराख भनेर भन्छन्। उता भूमिका केटोले भने आफ्नो दिदीलाई भन्छन् सुन यति धेरै महँगो छ, सोही कारणले गर्दा 60-70 लाख खर्च हुन्छ। तर भनेपछि भूमिकाले के सोची होला भनेर भन्छन्। त्यसपछि ती दिदीले पनि भन्छन् केही हुन्न, माग्ने बेला यही हो भनेर भन्छन्। यसरी माग्नु त हुँदैन थियो भनेपछि त चुप लाग भनेर भन्छन्। माग्ने बेला यही हो, तैँले भने मैले भनेको कुरा मान भनेर भनेपछि भूमिकाको त्यो केटाले पनि भन्छन् मैले त भनेको कुरा नमानेको कहिले छु र दिदी, यस द्याट्स माई ब्रदर भनेर भन्छन्। उता भूमिका भने रोइरहेकी हुन्छन्। त्यतिकैमा बालकुमारीले देखेर किन रोइरहेकी छोरी भनेर भन्छन्। त्यसपछि भूमिकाले भन्छन् तपाईँको हुनेवाला ज्वाइँका सबै परिवारलाई 2-2 तोलाको सुनको गिफ्ट दिन दाईहरूले सक्लान् त भनेर भनेपछि बालकुमारीले भन्छन् किन नसक्नु, मजाले सक्छन् भनेर भन्छन्। अस्ट्रेलियामा बसेर तेरो दाई भाउजूले टन्नै पैसा कमाएका छन्, सोही कारणले गर्दा अहिले तेरी भाउजू निकै नै रिसाएकी छे। कसरी हुन्छ, तेरी जेठी भाउजूलाई मनाउनुपर्छ, अब तेरी जेठी भाउजूलाई खुसी पार्नुपर्छ, अब जसरी भए पनि म पनि तेरो जेठी भाउजूले मनपर्ने खानाहरू बनाइरहेको छु भनेर भन्छन्। यसरी तरिका तयार पार्दैछु, त पनि जा भाउजूलाई सेवा गर, मिठो बोलेर पका भनेपछि भूमिका म अहिले निकै नै तनावमा छु, सोही कारणले गर्दा तिमीसँग केही समय बिताउन चाहन्छु भनेर भन्छन्। तर ती केटीले भने तपाईँलाई के को तनाव भयो र भनेर भन्छन्। तिमी नजिक भएदेखि मेरो तनाव भने हराएको छ, सोही कारणले गर्दा तिमीसँग फोनमा बोल्न पाउँदा मेरो सारा समस्याहरू अहिले भने तिमी नजिक भएपछि सारा तनावहरू दूर भएको छ भनेर भन्छन्। सोही कारणले गर्दा तिमी मसँग बोलिराखन्न भनेर भन्छन्। तर उता ती केटीले भने मलाई यसरी फोनमा बोलेको देखेर बुवा आमाले अझै शङ्का गर्नुहुन्छ, हिजो यत्रो ठुलो तनाव भएको छ भनेपछि भुन्टी पनि भेट्न आएकी थिए, नजिक हुन खोजेकी थिए, सोही कारणले गर्दा मैले भने त्यसलाई पिटेर खेदाइदिएँ भनेर भन्छन्। भूपेन्द्रको अहिले केटीले भन्छन् अवश्य पनि भुन्टी आएकी थिए भने नजिक हुनुभयो। भूपेन्द्रले भन्छन् होइन, मैले भुन्टीलाई भने हेट गरेँ, पिटेर यहाँबाट पठाइदिएँ भनेर भन्छन्। त्यस पछाडि भुन्टीलाई यसै गरी हेट गर्नु भनेर भन्छन्। त्यसपछि भूपेन्द्रले पनि हो मैले त्यसलाई हेट गरेर पिटेर पठाइदिएँ भनेर भनेपछि ती केटी खुसी हुँदै द्याट्स माई बोय भनेर भन्छन्। त्यसपछि आमाले भने मलाई बोलाइसक्नु भएको छ, सोही कारणले गर्दा आमाले थाहा पाउनु भयो भने मलाई मार्नुहुन्छ, ल फोन राखेँ भनेर फोन भने राख्छिन्। उता भूपेन्द्र भने भुन्टी र भूपेन्द्रको फ्रेममा रहेको फोटो सारा फाल्दै गरेका हुन्छन्। त्यतिकैमा भीम आइपुगेर तपाईँले यो फोटो किन फाल्नु भएको, कुनै समयमा यो तपाईँकै खुसीको लागि मैले भने सजाएर राखिदिएको थिएँ, तर अहिले तपाईँले किन यसरी सारा फोटोलाई यसरी टुटाइराख्नु भएको छ, यो सारा अनि प्रत्येक परिवारमा साधारण झगडा भइ नै हाल्छ, त्यस्तो ठुलो गल्ती पनि भुन्टी भाउजूले किनै गर्नुभएको छ र तपाईँले आखिर किन यस्तो गर्नुभएको भनेर भन्छन्।
त्यसपछि भूपेन्द्रले भन्छन्, यो सारा फोटो मलाई यहाँ राख्नु छैन, सारा फोटोहरू म फाल्न चाहन्छु, सोही कारणले गर्दा यो फोटोलाई फाल भनेर भन्छन्। यदि दाइले थाहा पाउनुभयो भने निकै नै रिसाउनु भएको छ। दाइ अहिले उहाँको सानो बिरामी भएर हस्पिटल जानुभएको छ। यदि यो देख्नुभयो भने दाइ धेरै नै रिसाउनु हुनेछ। सोही कारणले गर्दा तपाईँ भने अहिले कुल भएर बस्नु भनेर भीमले भनेपछि भूपेन्द्र भने केही हुँदैन, यो फोटो भने फाल्दै डस्टबिनमा भनेर भनेपछि तर भीमले भने यसरी फाल्नु हुँदैन, त्यसरी नफाल्नु, दाइ आउनुभयो भने तपाईँले अहिले के गर्नुहुन्छ, दाइ आज धेरै रिसाउनु भएको छ भनेर भन्छन्। त्यसपछि भीमलाई भने फाल्दै फाल्दै छिटो डस्टबिनमा फाल्दै भनेपछि त्यतिकैमा जेठो दाइ पनि आइपुग्छन्। त्यसपछि तेरो हात नचल्ने भएछ भनेर भन्छन्। कुन केटीसँग रातभरि बिताएर आइस् भनेर निकै गाली गर्छन्। त्यस रातभरि तँलाई फोन गर्दा पनि लागेन, लोकेसन पठा भन्दा पनि पठाइनस्, कुन केटीसँग रातभरि बिताएर आइस् भनेर भन्छन्। यसरी सारा कुरा सोधेपछि भूपेन्द्र भने अब म ठुलो भइसकेको छु, यस्तो कुराहरू गर्न मिल्दैन, सोही कारणले गर्दा दाइ मैले तपाईँलाई बाहिरै छु भनेर त भनेकै हुने भनेर भन्छन्। अहिले म बच्चा होइन, म अहिले जवान भइसकेँ भनेपछि भूपेन्द्रका दाइ पनि निकै रिसाउँछन्। बच्चाको जस्तो काम गरेपछि कसरी मैले तँलाई त्यतिकै छोडिदिउँ, सारा काम तैँले बच्चा जस्तै गरेको छस्, अहिलेसम्म कुनै पनि परिपक्व काम गरेको छैनस्, तँलाई मैले यतिकै छोडिदिउँ भनेर भन्छन्। निकै गाली गरेपछि भूपेन्द्र पनि चुपचाप रहन्छन्। तैँले भने निकै ठुलो गल्ती गरेको छस्, जा भुन्टीलाई लिएर आइज, अनि सारा समस्या समाधान हुन्छ। तैँले भने तेरो सारा सम्बन्ध राम्रो बनायो भनेर भन्छन्। तैँले यसरी सम्बन्ध नराम्रो बनाएर अझै मेरो दिल दुखाएको छस्, तँलाई भने मैले धेरै विश्वास गरेको थिएँ, तर तैँले नै मलाई यति ठुलो धोका दिइस् भनेर निकै नै गाली गर्छन्। अब यो भुन्टीसँग फेरि पनि सम्बन्ध गाँसेर घर परि लफडामा म बस्न चाहन्न भनेर भन्छन्। अब यसरी लफडा गरेर म कति बस्नु, अब यो यस्तो केटीसँग कति दिन मैले बस्नु भनेपछि दाइ पनि निकै रिसाउँछन्। त्यसपछि भूपेन्द्रलाई भने के भनिस् तैँले भनेर निकै गाली गर्छन्। दाइ अब म भुन्टीसँग बस्न सकिनँ, म अब योसँग डिभोर्स गर्छु भनेर भनेपछि भूपेन्द्रका दाइले पनि भूपेन्द्रलाई बागे झापु हानेका छन्। दर्शक पनि भूपेन्द्रका दाइले भने बागे झापु हानेपछि भूपेन्द्र भने निकै आश्चर्यचकित परेका छन्। आधाको दाइले भने भूपेन्द्रलाई भने यसको दिमाग आओस् भनेर झापु हानेका छन्। आदरणीय दर्शकबिन, के अब भूपेन्द्रका दाइको बागे झापु खाएपछि भूपेन्द्रको दिमाग आउला त? यो भने अर्को भागमा बुझ्नेछौँ। दर्शकबिन, यस्तै यस्तै अपडेटहरू पुनः पनि लिएर आउनेछौँ। तबसम्मका लागि मलाई पनि आज्ञा दिनुहोस्। नमस्ते, जय नेपाल। तपाईँको बाँकी पल सुखद रहोस्।